my channel. आज चाहिँ मेरो फर्स्ट डे कलेजको मास्टर्स। अब हामी जाँदैछ। वेदर चाहिँ खराब छ आजको। हेलो गाइस, वेलकम ब्याक टु माई फ्रेन्ड्स च्यानल। धेरै बाद भेटेको अन्तखेरि कस्तो खुसी लाग्दैछ। आज चाहिँ हाम्रो मास्टर्सको फर्स्ट डे हो अन्त वी आर एक्साइटेड। उनीहरूलाई फेरि भित्र हाल्नुपर्ने स्कुटी सो वी रिच्ड। दुईजनालाई चाहिँ माई वेलकम। उनीहरू चाहिँ हाम्रो क्लासको बन्दरहरू यत्रो रहेछ। ओ कति सानो। ओए यहाँ त उयो पनि रहेछ, किचन पनि रहेछ। अबुई वाटरमेलन। यो अलिकति राम्रो रहेछ क्लास चाहिँ उताभन्दा है। उयो फ्यान भनौँ न। एक्सपिरियन्स कस्तो भयो? एक्सपिरियन्स भन न विपासना, कस्तो भइरहेको छ आजको? फर्स्ट डे चाहिँ यस्तो भयो। पुरा आँसु आयो मलाई चाहिँ। कलेजदेखि आँसु आयो हो। कलेजको सामान देखेर उयो पनि छैन रहेछ। गान्धीजीको 3 बन्द गाइस आफ्नो हार्ट एक्सेप्टै गर्नु मान्दैन। तिमीलाई त हेरेर तिमीलाई सर जस्तै देखेर अन्त हेर न सरहरू जस्तो उभिरहेको छ फ्रेममा। हामी भर्खर एउटा क्लास बस्यो कि अन्त हामीले के सिक्यो भन्दाखेरि चाहिँ आजदेखिको सन्जीले के गर्छ अरे, आजदेखि चाहिँ म पुरा डायरी लेख्छु होइन। आजदेखि चाहिँ म पुरा आजदेखिको चाहिँ नि हामी लाइब्रेरी जान्छ, डायरी नि लेख्छ। नोभल लेख्ने म जो कवि हुनु सक्दैन त्यो के अरे, अभागी हो। जो कवि हुनु सक्दैन त्यो चाहिँ अभागी। त्यो चाहिँ यही हो नि त। अब लेख्छु भाइ, मलाई आउँछ। एउटा भन्छ टक्कै लाइन एउटा कविताको नाम हो म आजदेखिको पढ्छु, म ज्ञानी हुन्छु। आजदेखिको पढ्छस् त? कविता लेख्छु आज। के लेख्ने अरे? साँच्चै नि यति साह्रो होइन। ओइ साँच्चै हामी हुन्न अलिकति। ओइ आजदेखि अलिक हामी कन्सर्न हुँ न, अलिक पढौँ न, ज्ञानी हुँ न प्लिज। कलेजमा सुनेको प्लिज ज्ञानी हुँ न। ओए गाइस म चाहिँ आजदेखि एकदम नोटबुकमा चाहिँ होइन आफ्नो डायरी बनाउँछु। त्यहाँदेखि तालाचाबी खालको होइन, तालाचाबी खालको डायरी। अन्त चाहिँ म आजदेखिको चाहिँ नोभल लेख्छु, बुझ्यो? उयोहरू यहाँ मेरो फ्यान्सहरू अगाडि छ हो, हेर्नु सक्नुहुन्छ। सबैजना यता हेर न, सबैजना यता हेर न। दियान ओइ सन्जु यता हेर न, यो चाहिँ मेरो फ्यान्सहरू हो होइन, मलाई भेट्न आएको। ओइ के अरे बोल्छस्? हामी पुरा हाम्रो कलेजलाई मिस गर्दैछ गाइस। यहाँदेखिको फ्रीको गाडी पनि पाइदिँदैन रहेछ। फ्रीको गाडी पाएको भए पनि एटलिस्ट हुन्थ्यो नि त, हामी हिँड्नु सक्दैन। म मिस गर्दैछु। म यो भिडियो चाहिँ सविता म्यामलाई पठाउँदैछु। म्याम तपाईँलाई पनि पुरा मिस गर्दैछ हामी। यसले चाहिँ गरेको छैन अरे। So we reached Al Bazaar. गफ चाहिँ सुन्छ। तपाईँको नाम हेरेर कहिले पनि जज नगर्यो क्या हो। गर्छु, तँलाई पनि गर्छु म। अब चाहिँ हामी पुच्का खानु गएको चाहिँ होइन, यसले किन्दै हुन्छ खान्छु। तर तेल किन्नु जाको टुर गराउँछ, लाल बजार टुर गराउँदैछ। अब चाहिँ यो सन्जिताको मम्मीको दोकानमा जाँदैछ हामी अहिले।
सावन महिना उयो माला लगाइकन तँलाई म पुजाउँछु हो सन्जु उपर हो तेरो मम्मी होइन रहेछ हाम्रो हामी चाहिँ के भन्छ मास्टर्स पढ्नु गएको फर्स्ट डे तर हामीले चाहिँ सौदा गरिकन आएको छ अब चाहिँ हामी घर पुग्न आँट्यो हामी जहाँ पनि जान्छ नि त्यहाँ चाहिँ हामी वर्स्ट एक्सपिरियन्स चाहिँ हुन्छ हाम्रो कलेज हो कि त्यो कोचिङ क्लासहरू पढाएको चाहिँ स्टुडेन्ट पनि छैन रहेछ हौ मेरो चाहिँ बेलुका एउटा इन्सिडेन्ट भएको छ मेरो के भयो यति डर सुत्दो रहेछ होइन अब तर यसरी कोच हाल्यो कोही पछाडि केही याद छैन त्यो मुसाले टोक्दाखेरि पनि सन्चो याद छैन नि त मलाई याद नभएको मुसाले टोक्दिएको कस्तो हाँस्दो होला अन्त अघि बिहान चाहिँ फेरि मलाई बिरालुले कोपाडेछ तर मलाई यादै होइन बिहान उठ्दाखेरि मात्रै याद पाएको मैले अब यसले आज हाल्दैन नि यो भ्लग हाल्दिनँ आज किनभने म भोलि पर्सितिर मात्रै हाल्छु किनभने एडिट गर्दा 27 जुलाईको यस तर म कहिले हाल्छ हेर्नुहोस् होला ढिलो हाल्छु एडिट गर्दा साह्रो पर्छ मलाई क्लिप पनि त अब डल्लै बनाएको छैन मैले राम्ररी भोलि पनि यसै लुगा लगाएर आयो त्यही बनाइदिनु आदि ओइ भोलि के लगाउनु सर्ट कुर्ता लगा न कुर्ता लगाउँछु भोलि ल म पनि लगाउँछु सो हामीले डिसाइड गरिसकेको छ भोलिको आउटफिट पनि के हुन्छ भनेर चाहिँ भोलिको भ्लगमा नै हेर्नुपर्छ हेर्नै पर्छ अब त झन् हेर्नुपर्छ किनभने अब त झन् मेरो साथी जहिले हुन्छ मसँग सो तपाईँहरूले मेरो साथीले कसरी एन्टरटेन गर्छ मलाई भनेर पनि हेर्नु सक्नुहुन्छ यहाँबाट पुच्का दोकानमा भेट्छु म लोभी नै छु म किनिदिदिनँ यसलाई ल किनभने मेरो साथीले मलाई हाँस्दै बसेर आइज ब्रो तँलाई किनिदिन्छु आइज म किनिदिन्छु म किनिदिन्छु यसलाई तर छ कि छैन तेरो ब्याड लक गुड लक होइन आन्टी पुच्का छ त्यसलाई टाढोबाट हेरेर किनिदिन्छु भोलि किन्दै भोलि त अब आज खान्छस् भने खाइहाल्छ आज खान्छस् भने 100 रुपियाँ किनिदिन्छु गाइस ब्लग गर्दै थियो होइन हाम्रो एन्डिङ किन हुनु सकेन भने तपाईँहरू नसोच्नुहोस् होला यस्तो भइरहेको छ ब्लगको स्टोरेज फुल हुनुको कारणले चाहिँ हाम्रो ब्लग गर्दैछु अन्त तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्यो डु लाइक सेयर कमेन्ट हामी अर्को भिडियोमा भेट्छ फेरि मेरो साथी र म बाई बाई